छर्किदिनु भएको थियो। तब त त्यो जहाँ तपस्या गर्दै थियो नि त्यहाँबाट चाहिँ बाँसको झ्याङ नै उम्रिएको रहेछ अरे माथिबाट। जब ब्रह्माजीले छर्किदिनु भयो नि तब त त्यो बाँस झ्याङलाई फाडेर बाहिर निक्ल्यो हिरण्यकशिपु। देख्दाखेरि ब्रह्माजीलाई देखिसकेपछि यसले चरणमा गएर नमन प्रणाम अर्पण गर्न लाग्यो। सुन्दर स्तुति गर्दछ। ब्रह्माजी प्रसन्न भई बक्सनुभयो र भन्नुहुन्छ, हे हिरण्यकशिपु, तेरो तपस्यादेखि म प्रसन्न भए, माग वरदान के चाहन्छस् भन्दा यसरी भन्न लाग्यो, ब्रह्मदेव मलाई अजर अमर गराइदिनु, म कहिले पनि नमरौँ। ब्रह्माजीले भन्नुभयो, अजर अमरता कोही पनि छैन यस संसारमा, म पनि मर्नेछु, द्विपरार्धको मेरो पनि आयु हो भनेर बताउँदाखेरि हिरण्यकशिपुले भन्न लाग्यो, अजर अमर हुने वरदान दिन सक्नुहुन्न भने मैले मागे जति सबै तपाईले पूरा गर्नुहोस् भनेछ। के माग्छस् त भन्दाखेरि अब त यसले वरदानको वर्षा गर्न लाग्यो अरे। हेर्नुस् के भन्दछ भने म दिउँसो पनि म नमरौँ, राति पनि नमरौँ, माथि पनि नमरौँ, तल पनि नमरौँ, बाहिर पनि नमरौँ, भित्र पनि नमरौँ, 12 महिनामा नमरौँ भन्दै यस प्रकारले वरदान माग्न लाग्यो। साथ भन्दछ, तपाईले निर्माण गरेका यी संसारका जति पनि प्राणीहरू छन् नि, यी प्राणीहरूका हातबाट पनि म नमरौँ, न शस्त्रद्वारा मरौँ न अस्त्रद्वारा मरौँ भन्दै यसले अनेकौं प्रकारका वरदानहरू माग्न लाग्यो। ब्रह्माजीले भन्नुभयो, बास भयो, कति माग्छस् त? यति धेरै वरदान त आजसम्म मसँग कसैले पनि मागेको थिएन। अत्यन्तै दुर्लभ वरदान मागिस् तैले, रै पनि तेरो तपस्या पनि त सानो छैन, कठोर तपस्या गरेको छस्, 10,000 वर्षसम्म तपस्या गरेको छस्, त्यही भएर तँलाई मैले वरदान दिएँ लजा भनेर तथास्तु भनिदिनु भयो ब्रह्माजीले। हिरण्यकशिपु झुम्न लाग्यो अरे, नाच्न लाग्यो, हो अब त म अजर अमर भएँ, ब्रह्माका बनाएका सृष्टिद्वारा मर्दिन भने मलाई कसले मार्न सक्छ? सबै चराचर जगतलाई त ब्रह्माले नै उत्पत्ति गरेको भनेर यसले सोच्न लाग्यो सज्जन। ब्रह्माजी महाराज त्यहाँबाट बिदा भएर जानुभयो। अब हिरण्यकशिपुले संसारभर पीडित बनाउन लाग्यो मनुष्यहरूलाई। अब यो विश्वलाई आफ्नो वशमा बनाउँछु, तत्पश्चात 3 लोक 14 भुवन स्वर्गको राजा पनि म आफै हुन्छु भनेर यो हातमा त्रिशूल लिएर दिग्विजय गर्नका लागि निक्लियो। तर यसको प्रतिद्वन्दी कोही पनि थिएनन्। योसँग युद्ध गर्नका लागि प्रतिद्वन्दी हुन्छन् नि, दोस्रो युद्ध गर्न सक्ने कोही पनि रहेनछ सज्जन। त्यही भएर योसँग कोही युद्ध गर्न आएनन्। विश्वलाई त क्षणभरमा नै यसले आफ्नो वशमा बनायो। कोही पनि थिएनन् संसारमा यस्ता राजाहरू। तब स्वर्गलोकमा गएर देवताहरूको लोकलाई पनि आफ्नो वशमा बनाउँछु भनेर स्वर्गमा गएर जब गर्जना गर्दो भयो तब त सज्जन देवताहरू थरथर काम्दै हिरण्यकशिपुका चरणमा आएर नमन गर्न लागे। इन्द्रको जुन उच्च सिंहासन छ नि त्यसमा गएर हिरण्यकशिपु बस्न लाग्यो। तब त सबै देवताहरू भन्न लागे, महाराज आजदेखि हामी तपाईको विरोध कार्य गर्दैनौँ, हामीलाई आफ्नो शरणमा लिनुहोस् भन्न लागे देवताहरू। र अब यसले सबै देवताहरूको जुन भाग छ त्यो भागलाई पनि स्वयं ग्रहण गर्न लाग्यो। मनुष्यहरूले ओम इन्द्राय स्वाहा भन्दछन्। त्यो जुन हविष्यान्न छ त्यो हिरण्यकशिपुले नै खान लाग्यो। देवताहरूलाई त दिनै छोडिदियो, सबैलाई काम लगाउन लाग्यो। ए इन्द्र, तिमी यहाँ झाडु लगाउने काम गर, बढार्ने काम तिम्रो भन्दैछ। त्यस पछाडि वरुण देवतालाई पानी भर्ने काम तिम्रो भनेर लगायो। अग्नि देवतालाई भोजन पकाउने कार्य तिम्रो भनेर लगायो। यदि कसैले आफ्नो काम छोडेको रहेछ भने त्यसलाई म यति प्रचण्ड दण्ड दिन्छु कि त्यसले जुग जुगसम्म स्मरण गर्नेछ भन्न लागेछ। सबैलाई त्रसित बनाउन लाग्यो सज्जन। सुखदेवजी भन्नुहुन्छ, राजन अकृष्टपत्स्या तस्यासीत्। जब हिरण्यकशिपुको राज्य थियो नि त्यस समयमा पृथ्वी पनि डरका कारणले गर्दा स्वयं अन्न उब्जनी गर्दैन, जोत्नै पर्दैन थियो। यस्तो अवस्था भयो। स्वयं नारदजी भन्नुहुन्छ, हाम्रो मुखारविन्दबाट सदैव भगवानको गुणगान निक्लिन्थ्यो, तर के गर्ने? हिरण्यकशिपुले हामीलाई पनि आफ्नो वशमा बनाएका कारणले गर्दा हामीले पनि हिरण्यकशिपुको नै गुणगान गाउनु पर्ने भएको थियो। त्यस्तो अवस्था भयो। अब त देवताहरूले पनि केही खान पाएका छैनन्, कसैको शरणमा जान्छन्, कसैले पनि उनीहरूको रक्षा गरेनन्। तब अन्तिम समयमा भगवान सर्वसर्वेश्वर अच्युतानन्द परम पुरुष परमात्मा श्रीमन्नारायणका चरणमा उनीहरू गए र भन्न लागे। भगवानलाई पनि देख्न पाएका थिएनन् देवताहरूले, कहाँ हुनुहुन्छ भगवान थाहा थिएन। त भगवान एक प्रकारले विचार गर्ने भने सर्वत्र भइबस्नुहुन्छ। त्यही भएर उनीहरूले नेत्र बन्द गरेर भगवानको प्रार्थना गर्न लागे। कस्तो रूप छ प्रभु हजुरको,
त्यो ताम केही जान्दिन, जस्तो रूप भए पनि जगदीश्वर त्यस्तैलाई नमो नमः भन्दै यस प्रकारले भन्न लागे, प्रभु हजुर कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ त्यो त हामी जान्दैनौँ। जस्तो रूप भए पनि जहाँ भए पनि प्रभु तपाईले हिरण्यकशिपुद्वारा हाम्रो रक्षा गरिबक्सनुहोस् भन्दै भावद्वारा जब देवताहरूले पुकार गर्न लागे, हेर्नुहोस् भगवान अवश्य पनि हुनुहुन्छ। कहाँ हुनुहुन्छ भन्दा भावनामा अवश्य पनि हुनुहुन्छ। छन् देवता निश्चय भावनामा, खोज्दै नखोजी कन मिल्छ कहाँ। फोहोर भित्रै छ पखाल्नु पहिले, ईश्वर प्राप्ति तब हुन्छ जहिले। आफै भित्र फोहोर छ, तपाईले अज्ञान रूपी चस्मा लगाइराख्नु भएको छ, अनि कहाँबाट त्यो ज्ञान स्वरूप परमात्माको दर्शन हुन्छ। त्यही भएर त्यो परम ज्ञानलाई तपाईले धारण गर्नु, ईश्वरको प्राप्ति तत्कालै हुने गर्दछ। भन्नु सच्चिदानन्द भगवानको